बाबा छोरी अनि आइफोनको रोचक कथा। छोरीलाई उसको बाबाले आइफोन गिफ्ट दिनुभयो। भोलिपल्ट बाबाले छोरीलाई सोध्नुभयो, प्यारी छोरी, आइफोन मिलेपछि तिमीले सबैभन्दा पहिला के गर्यो? बाबा, मैले स्क्र्याच गार्ड र कभरको आर्डर दिए। तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि? होइन, कसैले पनि गरेन त। आइफोन निर्माता कम्पनीको बेइज्जती गरेको जस्तो लाग्दैन तिमीलाई? लाग्दैन, बल्कि निर्माता स्वयंले नै कभर र स्क्र्याच गार्ड लगाउने सल्लाह दिएको थियो। त्यसो भए त आइफोन नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कभर मगाएको होला है? होइन, परन्तु आइफोन खराब नहोस् भनेर मगाएको। त्यसो भए कभर लगाउँदा त्यसको सुन्दरतामा कमी आयो? आएन हजुर, यसको विपरीत कभर लगाउँदा आइफोन अझै धेरै सुन्दर देखिन्छ। अब पिताले छोरीलाई स्नेहले हेर्दै भन्नुभयो, छोरी, आइफोन भन्दा पनि ज्यादा महँगो र सुन्दर तिम्रो शरीर हो। तिमी हाम्रो घरको इज्जत हौ। यो शरीरको अङ्गहरूलाई कपाले कभर गर्दा शरीरको सुन्दरता अझै धेरै बढ्छ। छोरीसँग बाबाको यो कुराको कुनै जवाब थिएन, थियो त केवल आँखामा आँसु।